हाम्रो भिडियो हेर्नुहुने सम्पूर्ण दर्शक श्रोताहरूले माया गरी लाइक कमेन्ट अनि सब्स्क्राइब गरिदिनु होला है त। आज चाहिँ यसरी धरानदेखि चतरासम्मको यात्रामा सानो भिडियो बनाएर यहाँहरुमाझ पेश गरेको छु। भिडियो कस्तो लाग्यो होला कमेन्टमा प्रतिक्रिया दिनु होला। थ्याङ्क यू सो मच। खासै त बनाउन यस्तै हो है। ल के को ताताई व्हाट इज दिस ताताई। यो चाहिँ ल है सर्दुबाट पश्चिम जाने आज चाहिँ हामीहरू यस्तो छ रेलवेको पुल कोटेर पटनाली हुँदै चतरासम्म पुग्ने भयौँ। अब कवाडी बोतल किन्नु, कार्टुन किन्नु, आजको हाम्रो यात्रा यस्तो छ है। यो चाहिँ भर्खरै बनिएको बाटो हो, मतलब यो छेउछेउको चाहिँ भर्खरै बनाएको हो। धरानको 17 रेलवेदेखि उता जाने बाटो चाहिँ यस्तो छ है। मैले सम्पूर्ण दर्शक श्रोताहरूलाई देखाउन चाहेँ। यो चाहिँ कोशी हुँदै उता गाईघाटसम्म पुग्ने बाटो पनि हो। यस्तो छ यहाँ। हामी चाहिँ लाग्यौँ अब। कवाडी किन्दै कतासम्म पुगिने हो थाहा छैन। हामी अहिले खाली नै छौँ, त्यही भएर यसो भिडियो बनाइदिइराखेको। हाम्रो भिडियो हेर्नुहुने सम्पूर्ण दर्शक श्रोताहरूले माया गरिदिनु होला, हौसला प्रदान गरिदिनु होला, अनि लाइक कमेन्ट अनि सब्स्क्राइब पनि गरिदिनु होला है त। यहाँ कटेजहरू चाहिँ छ तर होटेल छैन, मतलब होटेलै छैन भन्ने कुरा हो। अब जहाँ होटेल छ हामी त्यही पुगेर बोतल कार्टुन सोध्नेवाला छौँ। थ्याङ्क यू सो मच।